Hello guys, welcome to our channel. आज चाहिँ हामी बिन्जेल सिन्धुपाल्चोक साथी जाँदैछौँ हाम्रो घर किनभने हामी चाहिँ हाम्रो घरमा चाहिँ पूजा हुँदैछ अनि काकी र मेरो साथी दिनु र म तपाईलाई कालै पिलो देखाउँछु है त मम्मीलाई अलि राम्रो गर्दै खानु अनि बस्ने बस्नु जाने अनि यता गाडी हो अनि पछि हामी चाहिँ जाँदैछौँ होइन अब म तपाईँलाई बाहिरको भ्यू देखाउँदै म बोल्दै बस्छु किनकि यस्तो गरेर मलाई त गाह्रो हुन्छ त्यसैले म यस्तो लाइक बाहिरको भ्यू देखाउँछु ठिकै छ यति भन्नु किनभने बच्चा हुन्न त्यहाँबाट चाहिँ गाइज अब म चाहिँ तपाईँलाई देखाउँछु ल हेलो गाइज हामी चाहिँ बनेपा आइपुग्यौँ भनेर बहिनी पनि उठे साना उकालो हामी कहाँ घरले नाचेको घरि म त घरि भन्नु हजुर चाहिँ कहाँ नाचे हो मैले थाहा छैन भन्छु मोबाइल चाहियो तिमा हेर्न सक्नुहुन्छ हामी बनेपा आइपुग्यौँ अब चाहिँ स्टे ट्युन गाइज बाई टिकट बनाउनु पर्छ तपाईँ काठमाडौँ कति बजी त्यो आफूसँग पुग्नु भयो नि 8 बजे पुग्छ 7 बजे अनि यहाँ चाहिँ अब त्यही तपाईको अहिले नम्बर दिनु गाइज हामी आइपुग्यौँ म चाहिँ आएको छैन वहीँ छु ए आमा ए आमा बुनु बोकेको छ यहाँ बुवा आइसिन्छ गाईहरूलाई गाईमै खिच्ने हो उता गर यहाँ चाहिँ मिसी बुनी अझै एउटा भिडियो बनाउनु छ है गाइजहरू अनि चाहिँ त्यो अझै एउटा टुक्को चाहिँ छ हाम्रो पूजा होम अब मेरो काकी मम्मी बहिनी र हजुरबा बाँकी सबै चाहिँ त्यस्तो काम गर्नुपर्ने हुन्छ म तपाईँलाई मेरो काकी चाहिँ देखाउन गइरहेको छु है त गाइस पूजा मेरो मामु चाहिँ यहाँ मेरो बहिनीको लागि जाउलो बनाउँदै हुनुहुन्छ अनि पछि मेरो बहिनी म तपाईँलाई मेरो बहिनी पनि देखाउँछु यहाँ चाहिँ अचार बनिरहेको छ अनि हजुर के पकाउँदै हिँड्छ मम्मी अझै नजिक पठाउनु न बेटा हजुर के बनाउँदै हिँड्छ म यो अचारलाई मर मसला हाल्ने मै हो अनि उहाँ चाहिँ म ओइ पुगेन नि अझै छ कि अलिकति गरौँ हामी चाहिँ यता आएको उतातिर चाहिँ होइन चाहिँ यता आएको उतातिर चाहिँ यस्तै होइन अब यहाँ चाहिँ बाटो छ भने चाहिँ अझै राम्रो भयो अब हामी यस्तो गर्छ भने यो चाहिँ पहिला सबै यहाँ चाहिँ हाम्रो गाई हो हाम्रो गाई मिठो मिठो दुध दिने गाई नमस्ते आज हामी तपाईँलाई लालीसँग भेटाउँछौँ को हो लाली लाली हाम्रो प्यारो गाई हो ए लाली हाम्रो गाई मिठो मिठो दुध दिने हाम्रो गाई
चाहिँ मिठो मिठो दुध दिन्छ भन्ने गीत छ नि होइन